गुड मर्निङ एभ्रिवान, वेलकम टु द नेक्स्ट भिडियो। र आजको बिहान चाहिँ स्टार्ट हुँदैछ यहाँ सालबारीदेखिको है। म चाहिँ बिहान उठेर यहाँ पानी पिउँदैछु। अब चाहिँ हामी यहाँ ब्रेकफास्टहरू प्रिपरेसन गर्दैछौँ है। अनि यहाँ बहिनीलाई चाहिँ मैले एग रोल बनाइदिएँ है। अनि यहाँ पुचुले चाहिँ इन्जोय गरेर खाँदैछ है। ऊ पनि आज एकदम खुसी छ सबजना मान्छेलाई घरमा देखेर है। अनि अब चाहिँ हामी पनि यहाँ खाजाहरू खानु बस्यौँ है। रोटी र चट्नी बनाएको थियो आज हामीले। अनि यहाँ सिलगढीमा चाहिँ अब निकै गरमहरू चढिसकेछ है। दिउँसो चाहिँ अलिक गरम रहेछ, बेलुका चाहिँ अलिक शीतल लाग्यो मलाई चाहिँ। अनि अब खाजा खाने काम सकेर चाहिँ फेरि फटाफट यहाँनिर भाँडा धुने कामहरू गर्दैछु है। किन भन्दाखेरि चाहिँ खाएर चाहिँ मलाई चाहिँ सानाकसिनिक गर्न मन परिहाल्छ र पिङ्की चाहिँ अरू कामहरू गर्दैछ। त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ यहाँनिर खाएर भाँडा धुने कामहरू चाहिँ मैले सघाइदिएँ उसलाई है। अनि आज चाहिँ वेदर पनि एकदम राम्रो भइरहेको छ यहाँ सालबारीबाट चाहिँ यस्तो देख्छ भ्यूहरू। अनि आज चाहिँ घाम मजाले लागिरहेको छ। अनि त्यसले गर्दाखेरि चाहिँ एकछिन यहाँ टेरेसमा आएर यहाँ म चाहिँ एकछिन घाम ताप्दै थिएँ गरमै भए तापनि। अनि अब चाहिँ म तल गएको किनभने अब हामी चाहिँ आज फर्किने। अनि यहाँ दिउँसोको खानाहरू पनि फेरि सबै हामीले बनाइसक्यो है छिटो गरेर। अनि म चाहिँ नुहाइधुवाइ गरिसकेर पनि एकदम गरम लागिरहेको छ। यहाँ पुचु पनि गरमले गर्दाखेरि यहाँ बसेर टिभी हेर्दै बसिरहेको छ फ्यान खोलेर। अनि ऊ चाहिँ यहाँनिर जिस्किँदैछ मसँग है। किनभने आज हामी सबैजना फर्किन्छ, अब उसलाई बोरिङ हुन्छ हो। अनि खाना खाएर म रेडी भइसकिसकेँ है। अब निस्किनु पनि पर्छ किन भन्दाखेरि फेरि घर गएर पर्सिपल्ट फेरि स्कुल जानुपर्छ। त्यसले गर्दा ढिलो हुन्छ। यहाँ पुचु चाहिँ ऊ मुखमा भात ल्याएर यहाँ जिस्किँदै बसिरहेको छ मसँग है। अनि अब चाहिँ हामी जानु आँटेको। अनि पुचुले चाहिँ यहाँनिर हामीलाई नजानु भन्दैछ हो। अनि त्यही यता र उता जिस्किँदै बसिरहेको छ। हेर्दै गर्नुहोस् यो भिडियोलाई एन्डसम्म। अब के गर्नु है, जानै पर्छ किन भन्दाखेरि अब स्कुलहरू छ। त्यसले गर्दा अब नानीलाई छोड्नु त मन पर्दैन। अब एक दुई दिनमा हामी भेट्छ है। यहाँ पुचुले चाहिँ यहाँ पप्पी गर्दैछ र उसको हातमा पनि पप्पी गर्नु भन्दैछ मामा र मलाई हो। अनि अब चाहिँ हामी चाहिँ निस्केको घरको लागि है। किनभने 3 क्रस गरिसक्यो, फेरि ढिलो हुन्छ। घर पुगेर एकछिन रेस्ट पनि गर्नुपर्छ, फेरि सुलभ पनि जानुपर्छ उता ड्युटी। र त्यसले गर्दाखेरि चाहिँ अब हामी चाहिँ घाम निकै लागिरहेको छ र अब चाहिँ हामी निस्केको। अब यहाँ तल आइपुगिसक्यो है हामी चाहिँ। अनि यहाँ चाहिँ स्कुटी स्टार्ट गर्दैछ सुलभले है। किनभने हामी चाहिँ स्कुटीमा आएको। त्यसले गर्दाखेरि चाहिँ अब हामी चाहिँ यहाँ अब पिङ्कीहरूकोबाट चाहिँ अब निस्केको घरतर्फ। र तपाईँहरू पनि आज हेर्नुहोस् फेरि हाम्रो सिलगढीदेखिको घरसम्मको यात्रा है। अब यस्तै हुन्छ, अब अचानक आइभयो हाम्रो पनि। तर मजा आयो यहाँ सबैजनासँग भेट्नु है। हामी चाहिँ अब प्रायः हामी चाहिँ फ्यामिलीलाई नै हामी बेसी टाइम दिन्छ है। अन्तखेरि त्यसले गर्दाखेरि अब कोही बेला पिङ्कीलाई हामीलाई आऊ भन्दा हामी अचानक आइपुगिहाल्छ। कोही बेला हामीले उनीहरूलाई बोलाउँदा उनीहरू पनि अचानक आइपुगिहाल्छ है। र मजा आउँछ कोही कोही बेला हतारमा भए पनि अब एकछिन भए पनि आएर भेटघाट गरेर एक रात बसेर भोलिपल्ट फेरि अब हामी घरतर्फ जाँदैछु। अब ड्युटीहरूले गर्दा के गर्नु है, यस्तै हुन्छ। अनि अब तपाईँहरू इन्जोय गर्नुहोस् यो बाटोको भ्यूलाई। र यो भिडियोलाई एन्डसम्म हेरेर लाइक, कमेन्ट, सेयर, फलो गरिदिनुहोस्।
अब चाहिँ हामी कालिम्पोङ आइसक्यो है। अनि यहाँ चाहिँ शीतल रहेछ उता सिलगढी हेरी। अनि यहाँ म रुम पनि आइपुगेँ र यहाँ नानी पढ्दै रहेछ है। अनि आज चाहिँ मेरो ट्युसन पनि थियो, त्यसले गर्दाखेरि चाहिँ यहाँनिर उत्कृष्ट पनि आएर अब पढ्दैछ, किनभने उसको मन्डे टेस्ट छ है। अन्तखेरि त्यसले गर्दाखेरि चाहिँ यहाँ अब म चाहिँ फटाफट आफ्नो यहाँ पढाउने काम सकेर चाहिँ यहाँनिर फेरि मेरो फुलहरूलाई पानी हालेँ है, किनभने गरमले गर्दा निकै सुक्खा भएछ हो। किनभने अब अस्ति भर्खर मैले यहाँ सारेर सबै रेडी गरिरहेको छु। अब कम्ती कम्ती पानी हाल्नुपर्छ है, बेसी हाल्यो भने फेरि कुन्छ। त्यसले गर्दाखेरि थाकेर आएर पनि यहाँ फुलको पहिला पानी हाल्ने काम चाहिँ मैले सकिहालेँ। अनि यहाँ आमाले खानाहरू बनाउनु भएको थियो, अनि मैले खाएँ। सो गुड नाइट एभ्रिवान।